नमस्कार। आजको प्रश्न छ टन्सिल घरिघरि किन हुन्छ या रिकरेन्ट टन्सिलाइटिस प्रब्लम किन आउँछ। हामीलाई किन कसैलाई चाहिँ टन्सिल एक दुईचोटि पर्छ, लाइफमा एक दुईचोटि या वर्षमा एक दुईचोटि मात्रै हुन्छ, कसैलाई चाहिँ वर्षमा 3 चोटि 4 चोटि 5 चोटि 7 चोटि टन्सिल हुन्छ। अब यदि हजुरलाई वर्षमा रेगुलरली टन्सिल हुन्छ, 3 या 3 भन्दा बढी टन्सिल हुन्छ भने हजुरलाई रिकरेन्ट टन्सिलाइटिसको प्रब्लम हुनसक्छ। यो कसरी हुन्छ भन्दाखेरि हामीलाई टन्सिल चाहिँ लाइफमा सबैलाई भइरहेको हुन्छ र टन्सिल भएपछि हामीले प्रपर ट्रिटमेन्ट गरेन, एउटा त सही औषधि खाएनौँ, औषधिको डोज पुरा गरेनौँ, टन्सिल भएपछि हामीले इग्नोर गरेर बस्यो, त्यसलाई उपचारै गरेनौँ भने कीटाणुले गुण बनाउने चान्स हुन्छ। गुण बनेपछि चाहिँ त्यो गुण चाहिँ हाम्रो त्यसलाई चाहिँ बायोफिल्म भन्ने एउटा गुण बनाउँछ र त्यो चाहिँ औषधिले त्यसलाई क्लियर पार्न सक्दैन र त्यो भएपछि हजुरले टन्सिल घरिघरि हुने समस्या हुन्छ। जब तपाईँको त्यहाँ गुण बनिसक्छ त्यसपछि तपाईँको इम्युनिटी डाउन हुने बित्तिकै टन्सिलको समस्या आउँछ। जस्तै तपाईँलाई स्ट्रेस धेरै भयो, एलर्जी भयो, कसैबाट भाइरल इन्फेक्सन भयो, या तपाईँलाई हावापानी मिलेन, मौसमको चेन्जेसहरू भयो, या केही कारणले ज्वरोहरू आयो भने हजुरलाई टन्सिलको समस्या आइहाल्छ र यो चाहिँ रिकरेन्ट टन्सिलाइटिस भन्छ यसलाई चाहिँ। र यो समस्या आएपछि चाहिँ फेरि टन्सिल निकाल्नै पर्ने हुन्छ, टन्सिलेक्टोमी नै गर्नुपर्ने हुन्छ यसलाई पर्मानेन्टली सल्भ गर्नलाई। एन्टिबायोटिक खाँदाखेरि औषधि गर्दाखेरि तुरुन्त भएको पेन रिलिफ चाहिँ गर्न सकिन्छ र घरिघरि आउने समस्याको लागि चाहिँ त्यो गुणै निकालेर फाल्नुपर्ने हुन्छ, त्यसमा टन्सिलेक्टोमी गर्नुपर्ने हुन्छ। त्यही भएर हजुरले सुरुमै टन्सिल हुन थालेपछि चाहिँ प्रपर ट्रिटमेन्ट गराउनु एकदमै इम्पोर्टेन्ट छ। हस्, धन्यवाद।